गुड इभिनिङ। स्वागत छ सबैजनालाई है। हर हर महादेव। हामी छौँ नायब सुब्बाको सेकेन्ड पेपरमा। अनि ओरिएन्टेसन भन्नुहुन्छ, पढेपछि पास भइन्छ, त्यही ओरिएन्टेसन है। ओरिएन्टेसन त के बुझ्नु भएन। फर्स्ट पेपर 100 नम्बरको हुन्छ, सेकेन्ड 100, थर्ड 100को हुन्छ। फर्स्टमा नम्बर जोडिन्न, सेकेन्ड र थर्डमा नम्बर जोडिन्छ। सेकेन्ड र थर्ड पेपर राम्रो गरी पास भइन्छ, त्यही हो। रिटर्न लेखेर जागिर खाने हो है। 50-50 नम्बर ल्याइयो भने क्यारे पास भइन्छ। थर्ड पेपर म्यानेजमेन्ट पढेकाले सबै दिन पाइन्छ है। कसैमा जोडिन्छ, कसैको थर्ड पेपर हुन्न, एउटै हो। राधे राधे। 50 मार्क्स आयो भने पास भइन्छ, सङ्घको नासु नै पास भइन्छ। परदेशमा त त्यति पनि चाहिन्न, अझै 50 नम्बर ल्यायो भने पास भइन्छ। सरी। र आज हाम्रो विषय छ के छ, निजामतीमा पुग्यौँ क्या हामी। बजेट त सिद्धियो नि होइन। ल, अर्को महत्त्वपूर्ण विषय छ निजामती सेवा। उन्नतिले सिभिल सर्भिस। हेर्नुहोस् त, यस्तो लगाउनु त, निजामती, कुन्मती, फुलमती, रूपमती भन्दै हुनुहुन्थ्यो है। हाम्रो सेवा कम्प्युटर स्किल टेस्टले चाहिँ फरक पार्छ। हाम्रो निजामती सेवा भन्दै हुनुहुन्छ, ठिक छ, हाम्रो सेवा हो, ध्यान दिने। यो महत्त्वपूर्ण विषय हो, एकदम ध्यान दिनु ल। निजामती सेवा त्यो विषय त जसले भने जस्तै यो हाम्रो सेवा हो। पहिला नसार्ने नयाँ साथीहरूले आजदेखि बुझिन्छ, आजदेखि नबुझे 1-2 दिनमा बुझिन्छ, नहात्तिने। त्यो भनेको हाम्रो सेवा हो। कसको सेवा अरे? हाम्रो सेवा, हजुरको हाम्रो सेवा। हाम्रो त होइन नगर्ने, हजुरको हाम्रो सेवा हो। किन? निजामती सेवाका लागि तयारी गर्दैछौँ। हाम्रो लक्ष्य उद्देश्य भनेको हजुरहरूको के छ? निजामती सेवा हो। तसर्थ के भन्ने अरे? त्यो हाम्रो सेवा हो, त्यो स्थायी सेवा हो। कस्तो अरे? स्थायी सेवा हो। जस्तै राजनीतिको कुरा गर्ने भने राज्य प्रणाली सञ्चालनमा राजनीतिको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। तर राजनीति भनेको स्थायी हुँदैन, अस्थायी हुन्छ। किन? 5 वर्षका लागि चुनाव लडेर जाने हो, त्यसपछि फेरि कार्यकाल समापन भएपछि कि त फेरि त्यही जनतासँग गएर फेरि जित्न पर्यो, होइन भने घर आउनुपर्छ। तर निजामती सेवा भनेको त्यस्तो सेवा होइन। तपाईँ हामी एकचोटि सेवा प्रवेश गऱ्यौँ भने हाम्रो सेवाको सुरक्षा हुन्छ भनेको यो, यसमा चाहिँ सेवा सुरक्षाको प्रत्याभूति हुन्छ भन्ने। त्यही भएर यसलाई स्थायी सरकार भनिन्छ। कस्तो सरकार रे? सरकार हो, त्यसमा पनि कस्तो सरकार? स्थायी सरकार हो है। यसमा चाहिँ व्यक्ति विकासका अवसर हुन्छन्। व्यक्ति विकास भनेको, क्यारियर डेभलपमेन्ट भनेको विभिन्न प्रकारका अवसरहरू। तपाईँ हाम्रो बढुवा हुन्छ, सरुवा हुन्छ, विभिन्न प्रकारका सिप विकासका अवसरहरू प्रदान गर्ने गरिन्छ। देश विदेश, स्वदेश विदेश भ्रमणका अवसरहरू हुन्छन्। तसर्थ यसमा चाहिँ व्यक्ति विकासका अवसरहरू हुन्छन्, अथवा यो व्यक्ति विकासमा आधारित हुन्छ भन्ने। अर्को विषय भनेको यो निजामती सेवा चाहिँ हजुरको पद सोपानमा आधारित हुन्छ। पद सोपान भनेको पनि हुन्छ हाइरार्की भन्छ के, तलदेखि माथिसम्म एउटा पदहरूको श्रृङ्खला हुन्छ यसमा। जस्तै खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव, मुख्य सचिव भनेर जुन एउटा तहगत प्रणाली श्रेणी छ, त्यसलाई भन्छ पद सोपान है। यो पद सोपान प्रक्रियामा आधारित सेवा हो। त्यसै गरी यो योग्यता प्रणालीमा आधारित सेवा हो। कस्तो होस्? के प्रणालीमा रे? योग्यता प्रणाली भनेको योग्यताका आधारमा योग्यलाई छनौट गर्ने र उसैलाई के गर्ने? पब्लिक सर्भिस डेलिभरी गर्न लगाउने के भनेको। हजुर हामीले जति पढे पनि, जति ट्यालेन्ट भए पनि अथवा कमजोर भए पनि, अब इक्जाम जसले राम्रो गर्छ योग्यताका आधारमा उही छनौट हुने हो। तसर्थ यो योग्यता प्रणालीमा आधारित सेवा हो। कुन प्रणाली रे? योग्यता प्रणालीमा आधारित सेवा हो। यस्तो सेवालाई के भनिन्छ? निजामती सेवा भनिन्छ है। मैले विशेषताबाट हजुरलाई बुझाउने प्रयत्न गर्ने। माथि के आयो हेर्नुहोस् त, ध्यान दिनु, मेसेज गर्नुहोस्। पढ्नु पर्दैन। बजेट पनि नीतिगत दस्तावेज हो, अर्को पनि नीतिगत दस्तावेज हो। दुईटै लक्ष्य उद्देश्य विकास गर्न राखेका हुन्छन्। दुवैले आर्थिक वृद्धि, विकास, स्थायित्व कायम गर्ने लक्ष्य राखेका हुन्छन्। दुवै राष्ट्र निर्माणका अथवा राज्य प्रणाली सञ्चालनका आधार हुन् भन्ने हो है। समानता, भिन्नता चाहिँ योजनाको परिभाषा लेख्ने, बजेटको परिभाषा लेख्ने। योजना बहुवर्षीय हुनसक्छ, बजेट 1 वर्ष हुन्छ भन्ने।
योजनामा के गर्ने कस्तो गर्ने भन्ने कुरा लेखिएको हुन्छ। बजेटमा चाहिँ आर्थिक स्रोतसँग सम्बन्धित विषय हुन्छन् भन्ने बुझ्नु भनेको त्यही हो है। बुकमा छ हेर्नलाई हेर्नुहोस् त। यहाँ हाम्रो विषय चाहिँ निजामती सेवा छ, न्यू क्लास हो, ठिक छ। वृत्ति भनेको चाहिँ पेसा भनेको खास पेसागत उन्नयन भन्छ भनेको पेसामा हुने बढोत्तरी नै वृत्ति विकास हो है। चरण बजेट निर्माणका चरण भनेको त हामीले के भन्यौँ, बनाइसक्यौँ, लेखेनौँ र। बजेट तर्जुमा प्रक्रिया हामीले पढेनौँ, पढे जस्तो लाग्छ, छुट्या छैन किन छैन? ए बजेट निर्माण प्रक्रिया पढेको छैनौँ, नआउने नि छैन। परदेशको पनि नोट भनेर परदेश पनि हो भनेको छु मैले, किन छैन? हेर्ने नआएस् त छुट्छ त बा, भिडियो हेर्ने पछिल्लो क्लास फेरि पढ्ने है। पढ्यौँ हिजो भन्नुभएको छ। अनि त ध्यान दिने, निजामती सेवा भनेको कस्तो रे? सरकारी सेवा हो, स्थायी सेवा हो, वृत्ति विकासमा आधारित सेवा हो। ल ध्यान दिने नयाँ साथीहरूले पनि है। वृत्ति विकासमा आधारित सेवा हो, पद सोपानमा आधारित सेवा हो, लिखित निर्णयमा आधारित सेवा हो, यो स्थायी सेवा हो र स्थायी सरकार हो। यसलाई तलबी सेवाको रूपमा लिइन्छ है भन्ने सन्दर्भमा बुझ्ने। ल यो नयाँ है, यहाँबाट सुरु। यसलाई चाहिँ निजामती सेवा भनिन्छ भन्ने। अब यसको परिभाषा कसरी लेख्ने भन्ने सन्दर्भमा भन्छु। पुरानो साथीहरूलाई थाहा छ, नयाँ साथीहरू सार्नतिर नलाग्ने, पहिला बुझ्ने। ल हाम्रो विषय के छ अरे? निजामती सेवा। यो भनेको हाम्रो सेवा हो है। अघि पनि भन्दा सरकारको तर्फबाट, कसको तर्फबाट अरे? सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा। भन्नुहोस् त गरी, सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नका लागि, सेवा प्रवाह गर्नका लागि त सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नका लागि प्रचलित कानुन बमोजिम गठित एवं सञ्चालित, गठन भएर भनेको है, गठित एवं सञ्चालित यसलाई स्थायी सेवालाई निजामती सेवा भनिन्छ। सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नका लागि, वितरण गर्नका लागि, दिनका लागि भनेको कानुन बमोजिम गठित एवं सञ्चालित स्थायी सेवालाई के भनिन्छ? निजामती सेवा भनिन्छ। बुझिन्छ? सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नका लागि कानुन बमोजिम स्थापित एवं सञ्चालित स्थायी सेवालाई निजामती सेवा भनिन्छ। फेरि भनौँ, सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नका लागि प्रचलित कानुन बमोजिम स्थापित अथवा गठित र सञ्चालित सेवालाई निजामती सेवा भनिन्छ। अनि अर्को विषय के भन्दा सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने। के गर्ने रे? सरकारी कोषबाट, त्यही सञ्चित कोषबाट भनेको है। सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप र क्षमता भएका, के भएका अरे? विशिष्ट ज्ञान सिप र क्षमता भएका, तलब नभन्ने, तलब पाउने नभन्ने, सेवा सुविधा भन्दा राम्रो। ल सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप र क्षमता भएका भन्ने त त्यही हो। विशिष्ट ज्ञान सिप क्षमता त हुन्न कसैमा है, म माइन छैन, अरू माइन छैन, भन्ने मात्र यसको मान्यता हो के। सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप र क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूह भन्छ। व्यावसायिक भनेको व्यवसाय गर्ने, तरकारी बेच्ने, फलफुल बेच्ने, चामल बेच्ने भने होइन। तपाईँ हाम्रा आफ्नै मूल्य मान्यता हुन्छन्, सेवाका आचरण हुन्छन्, व्यवहार हुन्छन्, हेर्नुहोस् त, त्यो पालना गर्ने एउटा पेसागत रूपमा आबद्ध भनेको के, यसलाई व्यावसायिक भन्छ है। हेर्नुहोस् त, सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप र क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूहलाई के भनिन्छ? निजामती सेवा भनिन्छ। त निजामती सेवाले जनाउँछ भन्ने। अनि अर्को विषय के भन्दा मुलुकमा राजनीतिक अस्थिरताको समयमा समेत अथवा राजनीतिक शून्यतामा समेत, जे भन्दा पनि हुन्छ। ल मुलुकमा राजनीतिक शून्यताको समयमा समेत निरन्तर रूपमा सेवामा प्रतिबद्ध हुने हुँदा यसलाई स्थायी सरकारको रूपमा चिनिन्छ अथवा स्थायी कार्यकारिणीको रूपमा चिनिन्छ भन्ने। कसरी? हेर्नुहोस् त, के भन्ने हुन्छ, के भन्यौँ हामीले? ल मेसेज भन्दा यता लाग्ने,
निजामती केटी मात्र हो कि केटा पनि हुन्छ र? अनि केटी मात्र हुन्छ भने हजुर चाहिँ केटी हो कि केटा हो? आउनु भएको छ त क्लास? के भने? हेर्नुहोस् त, सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूहलाई के भनिन्छ? निजामती सेवाको रूपमा लिइन्छ भन्ने। मुलुकमा राजनीतिक स्थिरता अथवा राजनीतिक शून्यता, राजनीतिक गतिविधि नहुँदा पनि निरन्तर रूपमा सेवामा प्रतिबद्ध हुने हुँदा यसलाई स्थायी कार्यकारिणीको रूपमा लिइन्छ अथवा स्थायी सरकारको रूपमा चिनिन्छ भन्ने। मुलुकमा राजनीतिक अस्थिरता भएको समयमा समेत निजामती सेवा के हुन्छ? निरन्तर रूपमा आफ्नो सेवामा प्रतिबद्ध हुन्छ, तसर्थ यसलाई स्थायी कार्यकारिणीको रूपमा चिनिन्छ भन्ने। अनि अर्को विषय, यसले एकातिर सरकार अर्कोतिर जनता, हेर्नुहोस् त, यो सरकार यो जनतालाई जोड्ने काम चाहिँ निजामती सेवाले गर्छ, तसर्थ यसलाई के भन्ने? यसले सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतुको भूमिका निर्वाह गर्ने गर्छ। सम्बन्ध भनेको पुल के ब्रिज भनेको, जसरी पुलले नदीका एउटा र अर्को किनारलाई एक आपसमा जोड्ने काम गर्छ, त्यसै गरी सरकार र जनतालाई जोड्ने त्यो पुलको काम निजामती सेवाले गर्छ भनेको। अनि अर्को विषय, यो योग्यता प्रणाली, कुन प्रणाली रे? योग्यता प्रणाली वृत्ति विकास र पद सोपानमा आधारित छ। केमा रे? अथवा हुन्छ भन्ने। यो योग्यता प्रणालीका आधारमा छनौट गरिन्छ है, यहाँ योग्यता प्रणाली लागू छ, नम्बर फर्स्ट। अर्को विषय, यसमा वृत्ति विकासका अवसरहरू छन्। वृत्ति विकास भनेको पेसागत उन्नयन अथवा के भन्छ त्यसलाई? बढोत्तरी के, सकारात्मक परिवर्तन भनेको है, उन्नयन भन्छ नि, पेसागत उन्नयन अथवा हजुरको पेसागत बढोत्तरी अथवा विभिन्न प्रकारका अवसरहरू छन् भनेको। र अर्को पदसोपान भनेको यस्तो, हेर्नुहोस् त, पदहरूको श्रृङ्खला के, खरिदार, नायब सुब्बा, अफिसर, उपसचिव, सचिव, हेर्नुहोस् त, मुख्य सचिवसम्मको पद छ नि, यस पदहरूको श्रृङ्खला चाहिँ पदसोपान भन्छ। तसर्थ निजामती सेवा योग्यता प्रणाली, वृत्ति विकास र पदसोपानको सिद्धान्तमा आधारित छ भन्ने सकिन्छ। यसको अवधारणाको सुरुवात ईसापूर्व 206 मा। कहिले रे? यसको अवधारणाको सुरुवात ईसापूर्व 206 मा चीनको हान वंशबाट भएको। कहाँबाट रे? चीनको हान वंशबाट भएको हो। ध्यान दिनु ल। निजामती सेवाको सुरुवात, अवधारणाको सुरुवात के भन्ने हुनुहुन्छ? म्यासेज मात्र धेरै गर्नुहुन्छ। जनता र सरकार जनता बिचको पुल भन्नुभएको छ, ठिक छ। यसको अवधारणाको सुरुवात चाहिँ कहिले रे? ईसापूर्व 206 मा चीनको हान वंशबाट भएको भने नेपालमा ढुङ्गाले हान भनेर सम्झिने भन्नुभएको छ, ठिक छ। हिजो नि 207 भन्ने हुनाले 206 मा चीनको हान वंशबाट भएको भन्ने है। ईसापूर्व 206 मा चीनको हान वंशबाट भएको भन्ने। अनि अर्को विषय चाहिँ के भन्ने भन्दा नेपालमा थोरै भूमिका जोडेँ हजुरलाई, यहाँ लेख्नु चाहिँ पर्दैन। हाम्रोमा सरकारी सेवा चाहिँ पहिल्यैदेखि थियो, राणाकालमा पनि सरकारी सेवा थियो है, तर त्यसलाई निजामती सेवा भनिँदैन थियो। 2004 सालमा नेपाल सरकार वैधानिक कानुन 2004 आयो, तथापि 2004 सालको संविधान लागू हुन सकेन। र त्यो 2004 सालको संविधानमा दरखास्त परिषदको स्थापना गर्ने भन्ने व्यवस्था चाहिँ गरिएको थियो, तर त्यो कानुन लागू हुन त सकेन। भनेको पहिलो संविधान हाम्रो लागू भएन, हजुरलाई जानकारी छ है। त्यो कानुन लागू हुन नसकिसकेपछि फेरि 2007 मा अर्को संविधान आयो हो, नेपालको अन्तरिम शासन विधान 2007 आयो। 2007 मा चाहिँ पिएससी को स्थापना गर्ने भन्ने व्यवस्था भयो। हेर्नुहोस् त, पब्लिक सर्भिस कमिसन, अहिलेको त्यो लोकसेवाको नाम पब्लिक सर्भिस कमिसन भनेर इङ्ग्लिस नाम राखेर त्यति बेला पब्लिक सर्भिस कमिसनको स्थापना गर्ने भन्ने व्यवस्था 7 सालको संविधानमा उल्लेख गरियो। र त्यही व्यवस्था बमोजिम, त्यही 2007 सालको संविधानको प्रावधान बमोजिम 2008 साल असार 1 गते नेपालमा लोकसेवा आयोगको स्थापना भयो। कहिले भएर छ लोकसेवाको स्थापना? 2008 असार 1 गते लोकसेवा आयोगको स्थापना भयो। र त्योभन्दा पछाडि अब सरकारी सेवा त पहिला पनि थियो, तर त्यसलाई निजामती सेवा भनिँदैन। 2013 सालमा ऐन ल्याइयो के, निजामती सेवा ऐन 2013 आयो। 2013 भदौ 22 गते पहिलोपटक नेपालमा निजामती सेवा ऐन 2013 जारी गरियो है। त्यसपछि चाहिँ यस्ता यस्ता सेवालाई चाहिँ निजामती सेवा भनिन्छ भन्ने सन्दर्भमा त्यो ऐनले गाइड गर्यो। त्यसपछि नेपालमा निजामती सेवाको सुरुवात भएको मानिन्छ। बुझ्नु भनेको
त्यसै 2015 सालदेखि बल्ल लोकसेवा आयोगले प्रतियोगितात्मक परीक्षा लिन सुरु गर्यो। कहिलेदेखि रहेछ? 2015 सालदेखि लोकसेवा आयोगले प्रतियोगितात्मक परीक्षा लिन सुरु गर्यो र वर्तमान समयमा यो निजामती सेवा चाहिँ निजामती सेवा ऐन 49 र नियमावली 2050 अनुसार गाइड छ। हेर्नुहोस् त, यो अनुसार सञ्चालित छ अहिलेको सेवा 2049 र नियमावली 50 भनेको अहिलेको हाम्रो निजामती सेवा ऐन 49 हो र नियमावली 50 हो। निजामती सेवा ऐन 2080 आउँछ भनेर अस्ति त्यत्रो हङ्गामा भएको थियो, तर आएन है। त्यो आएको भए त नासु नखुल्ने भनेको थियो। अहिले त ढुक्क भएर पढ्नु भएको छ नि। त अहिले चाहिँ यो सेवा निजामती सेवा ऐन 2049 र नियमावली 2050 बमोजिम सञ्चालित छ र अहिले वर्तमान समयमा 1,40,000 भन्दा बढी, कति रे? 1,40,000 भन्दा बढी निजामती कर्मचारीहरू कार्यरत छन्। अहिले कति छन् कर्मचारी? 1,40,000 भन्दा बढी निजामती कर्मचारी छन्। त्यसमा हजुरहरू थपिनुभयो भने नम्बर बढ्ने हो, बुझ्ने है। र जसमा 29.5 भनेको छ भन्नु त, करिब 29% महिला छन् भन्ने, अथवा करिब 30% महिलाको सहभागिता छ भन्दा पनि फरक पर्दैन। ल, अहिले चाहिँ खुल्छ, अर्को वर्ष यही भन्न सकिन्न, सायद खुल्ला। पढ्ने आनन्दले पढ्ने, अहिले राम्रोसँग पढ्यो भने हजुरको के हुन्छ भन्दा परदेशतिर खुल्छ, जताततै कतै न कतै पार लगाइन्छ अथवा पास भइन्छ। तसर्थ ध्यान दिने र यसैलाई भनिन्छ निजामती सेवा। ध्यान दिने, फेरि ध्यान दिनु ल। अनि अर्को विषय होइन, योभन्दा पछाडि केही पहिला केही पढाएको छैन, यति हो। हामीले एकछिन छलफल गरौँ, फेरि सुन्ने ल। हाम्रो विषय निजामती सेवा हो। निजामती सेवालाई के भन्यो भन्दा सरकारको तर्फबाट सार्वजनिक वस्तु तथा सेवा प्रवाह गर्न, के अरे सरकारको तर्फबाट सार्वजनिक वस्तु तथा सेवा प्रवाह गर्न प्रचलित कानुन बमोजिम गठन भई सञ्चालनमा ल्याइएको अथवा प्रचलित कानुन बमोजिम गठित तथा सञ्चालित स्थायी सेवालाई निजामती सेवा भनिन्छ भन्ने। कसरी? सरकारको तर्फबाट सार्वजनिक वस्तु तथा सेवा प्रवाह गर्नका लागि कानुन बमोजिम स्थापना भएर अथवा गठन भएर सञ्चालनमा ल्याइएको स्थायी सेवालाई निजामती सेवा भनिन्छ। विशिष्ट ज्ञान सिप क्षमता भएका, हेर्नुहोस् त, सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने व्यावसायिक व्यक्तिहरूको समूह नै निजामती सेवा हो भन्ने। अथवा सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप र क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूहलाई यसले बुझाउँछ, जनाउँछ भन्ने। जताबाट भन्यो नि केही हुन्न, एउटै हो। सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूहलाई यसले जनाउँछ अथवा बुझाउँछ। अनि अर्को विषय, मुलुकमा राजनीतिक शून्यताको अवस्थामा समेत निरन्तर रूपमा यो सेवा चाहिँ के हुन्छ, आफ्नो कामप्रति प्रतिबद्ध हुन्छ, सेवा दिइरहेको हुन्छ। तसर्थ यसलाई स्थायी सरकारको रूपमा चिनिन्छ भन्ने, अथवा स्थायी कार्यकारिणीको रूपमा चिनिन्छ भन्ने, जे भने पनि हुन्छ। मुलुकमा राजनीतिक अस्थिरता अथवा राजनीतिक शून्यताको अवस्थामा समेत निजामती सेवाले आफ्ना गतिविधिहरू गर्छ, सम्पादन गर्छ अथवा सेवा प्रवाह गरि नै रहन्छ। सो यो के हो? स्थायी सरकार हो। तसर्थ यसलाई स्थायी सरकार भनिन्छ है। अनि अर्को विषय, यसले सरकार र जनतालाई जोड्ने के अर्थ अरे सम्बन्ध सेतुको भूमिका निर्वाह गर्ने गर्छ। यो निजामती सेवा योग्यता प्रणाली, वृत्ति विकास र पद सोपानको मान्यतामा अथवा सिद्धान्तमा आधारित छ। हुन्छ भने नि हुन्छ, हुन्छ भन्दा नि छ भन्ने। यो योग्यता प्रणाली, योग्यताका आधारमा नियुक्ति गर्ने अथवा छनौट गर्ने, नियुक्ति गर्ने काम हुन्छ, नम्बर फर्स्ट। अर्को भनेको वृत्ति प्रणाली भनेको प्रवेश गरिसकेपछि विभिन्न अवसरहरू पाउँछन्, बढुवा सरुवादेखि ल्याएर क्षमता विकासका अवसर पाइन्छ, त्यो वृत्ति विकास भनेको वृत्ति विकास। र अर्को भनेको पद सोपान भनेको विभिन्न पदहरूको श्रृङ्खला छ यसमा, खरिदारदेखि के अरे हजुरको मुख्य सचिवसम्मको, त्यसलाई भन्छ पद सोपान, हाइरार्की है। यही पद्धतिमा यो निजामती सेवा आधारित छ भन्ने। अनि अर्को विषय के भन्दा यसको अवधारणाको सुरुवात भन्न त धेरै विषय छन्, सकिन्न है। यही वर्तमान संविधानको धारा 243 अनुसार हेर्नुहोस् त, निजामती सेवाको पद भन्नाले के भनेको छ, सैनिक, सशस्त्र प्रहरी बल, सुरक्षा निकायको पद अथवा हजुरको निजामती सेवाको पद होइन भने अहिले तोकेबाहेक अरू सबै सेवाको पद सम्झिनुपर्छ भनेको छ त्यहाँ धारा 285मा। हेर्नुहोस् त, के अरे सरकारले के भन्छ, विभिन्न सरकारी सेवाहरू गठन गर्न सक्नेछ, निजामती सेवा अतिरिक्त अन्य सरकारी सेवा गठन गर्न सक्नेछ भनेको छ, त्यहाँ पनि छ। अनि हजुरको निजामती सेवा ऐनको मा चाहिँ हजुरको दफा 3मा उल्लेख गरे बमोजिमका 10वटा सेवालाई निजामती सेवा भनिन्छ भनेको छ। ती विषय पनि छन्, त्यो विषय हामीले गठनतिर जाँदाखेरि पढ्ने, या टाउको दुखाउनु पर्दैन है। तसर्थ के भन्ने, सिधै यसको अवधारणाको सुरुवात इसापूर्व 206मा चिनको हान वंशबाट भएको भने नेपालमा चाहिँ हेर्नुहोस् त, विक्रम सम्वत 2013
भदौ 22 गते पहिलोपटक निजामती सेवा ऐन जारी भएसँगै निजामती सेवाको प्रादुर्भाव अथवा प्रारम्भ भएको मानिन्छ भन्ने त्यही 2013 भदौ 22 गते पहिलोचोटि निजामती सेवा ऐन आएको दिनलाई सम्झेर 2061 सालदेखि प्रत्येक वर्षको भदौ 22 गतेलाई निजामती सेवा दिवसको रूपमा मनाइन्छ। भनेको 13 सालको भदौ 22 गते ऐन आएको पहिलोचोटि ऐन आएको दिनलाई सम्झेर चाहिँ 61 सालदेखि प्रत्येक वर्ष भदौ 22 गतेलाई निजामती सेवा ऐनको के अरे निजामती सेवा दिवस मनाइन्छ है। त्यही हो विषय। अनि अर्को विषय यो अहिले वर्तमान समयमा चाहिँ निजामती सेवा ऐन 2049 र नियमावली 2050 बमोजिम सञ्चालित छ र अहिले चाहिँ 1,40,000 भन्दा बढी निजामती कर्मचारीहरू कार्यरत छन्, जसमा करिब 29% महिलाको सहभागिता छ भन्ने हो। यसैलाई भनिन्छ निजामती सेवा। सरन्तहरू फेरि भनौँ के भन्ने हुनुहुन्छ? यो मियो सेवा हो भने पनि हुन्छ। मियो भनेको दाइँ लगाउने भन्ने थाहा छ कि छैन? गाउँतिर दाइँ लगाउने भन्ने हुन्थ्यो नि, बिचमा एउटा किलो ठोक्ने, अनि यहाँ के गर्ने पराल सराल। अब हाम्रोतिर परालको मात्रै दाइँ लगाउने चलन थियो है। यहाँ पराल छिट्ने, अनि यहाँ गोरु बान्ने, 2टा 3टा 4वटा 5वटा 6वटा कतिवटा हुन्छन् त्यो अनुसार चाहिँ गोरु बान्ने। त्यो गोरुले के गर्छ? ए यो पराललाई पनि के अरे गोरुले भन्दा यो मियोले के गर्छ भन्दा मियो भनेको बिचको किलो भनेको के यो किलोले यो पराललाई पनि बाहिर जान दिन्न, ती गोरुलाई नि बाहिर जान दिन्न। जति घुमाए नि घुम्याछ वरिपरि घुमाइ गर्छ नि। हो त्यही हो मियो भनेको। मियो भनेको प्रमुख। अब गाउँतिर म त पहाडको मान्छे है, रिगायो ल हाम्रोतिर घरमा चाहिँ मेन पिल्लर भन्छन् नि। अब अहिले पक्की घरमा चाहिँ मेन पिल्लर हो, मुख्य पिल्लर हो भन्छन्। हाम्रो गाउँतिर चाहिँ धुरी खाँगो भन्ने हुन्छ क्या एउटा मुख्य पिल्लर। त्यही जानेको हो, त्यही हो भनेको। निजामती सेवाले अन्य सबै सेवालाई के गर्छ? दिशा निर्देश गर्ने गर्छ। मैङखाँगो भन्नु आज त्यही मैङखाँगो है। त्यही मैङखाँगो भनेको मियो भने त्यही हो। नियम पढ्नु पर्दैन के, यो बनाएको थियो भन्ने मात्र पढ्ने हो। कानभित्रको विषय हामी धेरै जान्नु पर्दैन, 2टा विषय घोक्ने हो पनि भनेको। त्यसलाई भनिन्छ मियो। घर कहाँ भन्नुभएको छ? पहिला एउटा उखान थियो नि, घर खाँगो गाडेको ठाउँमा भन्थे नि, त्यही खाँगो गाडेको ठाउँमा हो। पढ्नु भएन भने राम्रो पढ्दैन भने यस्तै हुन्छ। अझै घुमाएको घुमाइ गर्छ। तसर्थ ध्यान दिने। ल यसैलाई भनिन्छ निजामती सेवा। फेरि एकचोटि सुन्ने। सरकारको तर्फबाट सार्वजनिक वस्तु तथा सेवा प्रवाह गर्नका लागि कानुन बमोजिम गठित एवं सञ्चालित स्थायी सेवालाई निजामती सेवा भनिन्छ। सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान सिप र क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूहलाई यसले जनाउँछ। मुलुकमा राजनीतिक शून्यताको समयमा समेत निरन्तर रूपमा सेवामा प्रतिबद्ध हुने हुँदा यसलाई स्थायी सरकारको रूपमा चिनिन्छ है। अनि अर्को विषय, यसले सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतुको भूमिका निर्वाह गर्ने गर्छ। यो योग्यता प्रणाली, वृत्ति विकास र पदसोपानमा आधारित छ। यसको अवधारणाको सुरुवात ईसापूर्व 206मा चिनको हान वंशबाट भएको हो। नेपालमा विक्रम संवत 2013 साल भदौ 22 गते पहिलोपटक निजामती सेवा ऐन 2013 जारी भएसँगै यसको अवधारणाको सुरुवात भएको अथवा यसको चाहिँ निजामती सेवाको चाहिँ विकास भएको हो भन्ने है। त्योभन्दा पहिला पनि सरकारी सेवा त थियो, तर निजामती सेवा बनिँदैन थियो, त्यति मात्र फरक हो। अनि अर्को विषय चाहिँ के भन्ने भन्दा अहिले चाहिँ यो सेवा निजामती सेवा ऐन 49 र नियमावली 2050 बमोजिम चाहिँ सञ्चालित छ। भनेको अहिले निजामती सेवामा 1,40,000 भन्दा बढी कर्मचारी छन्। मैले भनिहालेँ, त्यसमा हजुरहरू थपिने हो, सङ्ख्या बढाउनुपर्छ र महिलाहरू पनि थपिने। हेर्नुहोस् त, लेडिज थपेर 29.5% छ अहिलेको महिलाको सहभागिता, त्यसलाई चाहिँ बढाउने हो। सरकारी सेवा र निजामती सेवामा फरक छ बा? निजामती भनेको सिभिल सर्भिस, अहिले हामीले पढ्ने, अहिले पछि पढ्छौँ 10वटा सेवा, त्यसलाई निजामती सेवा भन्छ। अनि हजुरको सरकारी सेवा भनेको चाहिँ सबै सरकारी सेवा हुन् क्या। शिक्षक सेवा पनि सरकारी सेवा हो होइन? प्रहरीको सेवा पनि सरकारी सेवा हो।
सुरक्षाको अरू सेवा पनि के हुन्, सरकारी सेवा हुन्। तर हामी चाहिँ निजामती सेवा पढ्दैछौँ, हामी निजामती सेवा हो भन्ने। सकिन्छ? इङ्ग्लिसमा लेख्न मिल्छ, हजुर जानकारी लेख्ने केही छैन है। ल यसलाई भन्छ निजामती सेवा। सारौँ कि भनौँ? ईश्वर स्टाइल एकचोटि गरिदिउँ? गर्नु पर्दैन। सङ्घको लागि एउटा ध्यान दिने, सङ्घको लागि निजामती सेवा भन्छ, प्रदेशको लागि प्रदेश निजामती सेवा भन्छ, स्थानीयको लागि स्थानीय सरकारी सेवा भन्छ। ल निजामती सेवा भनेको सङ्घको हो, प्रदेशको लागि प्रदेश निजामती सेवा भन्छ है। निजामती सेवा त्योभन्दा पछाडि पढ्छौँ हामीले प्रदेश र स्थानीय सेवा भन्ने छ नि, हो त्यहाँ गएर केही पनि छैन त्यहाँ फेरि। हेर्नु त निजामती सेवा सारौँ। सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा, सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नको लागि, सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नको लागि प्रचलित कानुन बमोजिम गठित, प्रचलित कानुन बमोजिम गठित एवं सञ्चालित, प्रचलित कानुन बमोजिम गठित एवं सञ्चालित स्थायी सेवालाई भनौँ न। स्थायी सेवालाई निजामती सेवा भनिन्छ। छिटो सार्ने। सरकारको तर्फबाट सार्वजनिक वस्तु र सेवा प्रवाह गर्नका लागि प्रचलित कानुन बमोजिम गठित एवं सञ्चालित, गठन भएर सञ्चालनमा ल्याइएको सेवालाई के भनिन्छ अरे? निजामती सेवा भनिन्छ। सकिन्छ भनेको। अर्को वेट सार्ने। सरकारी कोषबाट सेवा सुविधा भन्ने तलब सुविधा भन्दा ल। सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने, सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान र क्षमता भएका, विशिष्ट ज्ञानसिप र क्षमता भएका व्यावसायिक, विशिष्ट ज्ञानसिप र क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूहलाई यस्तै जनाउँछ भन्ने हेर्नुहोस् त। सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने विशिष्ट ज्ञान, सिप र क्षमता भएका व्यावसायिक व्यक्तिहरूको समूह नै के हो? निजामती सेवा हो। अर्को बुलेटमा जाने। मुलुकमा राजनीतिक शून्यता, स्थिरता जे भने नि हुन्छ है। शून्यताको, मुलुकमा राजनीतिक शून्यताको समयमा समेत, मुलुकमा राजनीतिक शून्यताको समयमा समेत निरन्तर रूपमा सेवामा प्रतिबद्ध
हुने हुँदा मुलुकमा राजनीतिक शून्यताको समयमा समेत निरन्तर रूपमा सेवामा प्रतिबद्ध हुने हुँदा यसलाई निजामती सेवालाई भनेको मुलुकमा राजनीतिक शून्यताको समयमा समेत निरन्तर रूपमा सेवामा प्रतिबद्ध हुने हुँदा यसलाई स्थायी कार्यकारिणीको रूपमा लिइन्छ भन्ने अथवा चिनिन्छ भन्ने। जस्तो गरी मुलुकमा राजनीतिक शून्यताको समयमा पनि निरन्तर रूपमा के हुन्छ यो सेवामा प्रतिबद्ध हुन्छ सो यसलाई के भनिन्छ स्थायी कार्यकारिणीको रूपमा लिइन्छ भन्ने। अर्को बुलेटिन जाने यो योग्यता प्रणाली वृत्ति विकास र पद सोपानमा योग्यता प्रणाली वृत्ति विकास र पद सोपानमा आधारित छ भन्ने हुन्छ भन्ने नि हुन्छ हेर्नुहोस् त योग्यता प्रणाली वृत्ति विकास र पद सोपानमा आधारित छ। अर्को जाने यसले निजामती सेवाले भनेको सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतुको सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतुको भूमिका निर्वाह गर्ने गर्दछ। हेर्नुहोस् त यसले सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतुको भूमिका गर्ने गर्छ निर्वाह गर्ने गर्छ भनेको सकिन्छ भनेको। अर्को बुलेटिन जाने यसको अवधारणाको सुरुवात ईसा पूर्व 206 मा चीनको हान वंशबाट अवधारणाको सुरुवात ईसा पूर्व 206 मा चीनको हान वंशबाट भएको हो। नेपालमा विक्रम सम्वत 2013 भदौ 22 गते निजामती सेवा ऐन नेपालमा चाहिँ कहिले रे 2013 भदौ 22 गते निजामती सेवा ऐन 2013 जारी भएसँगै यसको प्रारम्भ भएको मानिन्छ अथवा प्रारम्भ भएको हो भन्ने। नेपालमा विक्रम सम्वत 2013 भदौ 22 गते निजामती सेवा ऐन 2013 जारी भएसँगै प्रारम्भ भएको हो भन्ने। अनि अर्को विषय के भन्दा हाल यो सेवा निजामती सेवा ऐन 2049 र नियमावली 2050 बमोजिम सञ्चालित छ। हेर्नुहोस् त हाल निजामती सेवा चाहिँ के छ अरे निजामती सेवा 49 र नियमावली 2050 बमोजिम सञ्चालित छ है।
त्यही भने सेवा सञ्चालित छ भन्ने। अनि अर्को विषयमा वर्तमान समयमा निजामती सेवामा 1,40,000 वर्तमान समयमा निजामती सेवा 1,40,000 भन्दा बढी कर्मचारीहरू कार्यरत छन्, जसमध्ये करिब 29% महिलाको सहभागिता रहेको छ। लसारम सरन्त नारायण नारायण नारायण। ल त्यही हो निजामती सेवा भनेको। माथि र तल नहुने। 8 मा लोकसेवा आयोगको स्थापना भएको हो, तर निजामती सेवा भन्न सुरु चाहिँ कानुन आएपछि भएको हो के है, बुझिन्छ भनेको। अन्तिमको बाँकी छ भने छिटो सार्ने, छिटो। सारम पशुपालन भनेको पदहरूको श्रृङ्खला भनेको खरिदारदेखि के अरे मुख्य सचिवसम्मको है, विभिन्न पदहरूको श्रृङ्खला हुन्छ नि, त्यसलाई भन्छ पद सोपान, पदसोपान। लाभार्कमा एउटा महत्त्वपूर्ण विषय, अहिले पेन्सन 2076 साउन 1 गतेदेखि पेन्सन हटेको छ, उपदान पाइन्छ। पेन्सनभन्दा उपदान राम्रो छ। कुन सेवा बेस्ट भन्नुभएको छ? जुन पनि सेवा बेस्ट, त्यो सेवा बेस्ट मैले भन्दैन। जसले जे काम गर्छ त्यही बेस्ट हो, जसले राम्रो छनौट गर्ने हो है। ल निजामती सेवाका विशेषता उति बेलै सिद्धिन्छ है। यसका विशेषता अथवा चरित्रहरू ध्यान दिने। धेरैचोटि सोधाएको छ क्वेसन, अब फटाफटी सार्ने हो। निजामती सेवाका विशेषता अथवा के चरित्र। उपदान भनेको आफूले प्रत्येक महिना पाउने तलबबाट 6% काट्छ, 6% थप दिन्छ, एउटा कोषमा जम्मा हुन्छ। रिटायर हुने बेला गम्म पैसा ल्याउने, निस्किने। रिटायर भएपछि चाहिँ आउन्न, पर्दैन देख्नै भ्याइन्न है। राधे श्याम सर। ल यहाँ निजामती सेवाका विशेषता लेख्दै भन्दै गर्छु, सम्झिन्छ। ल प्रचलित ऐन नियम र कानुनमा आधारित। हेर्नुहोस् त, प्रचलित ऐन नियम कानुनमा आधारित। निजामती सेवा केमा आधारित हुन्छ अरे? निश्चित ऐन नियम र कानुन अथवा प्रचलित ऐन नियम र कानुनमा आधारित हुन्छ भन्ने सार्दै सम्झिँदै गर्ने। ल केमा आधारित? प्रचलित ऐन नियम र कानुनमा आधारित। अनि आदिभन्दा धेरै एन्सर माथि परिभाषामा छ, हेर्नुहोस् त, योग्यता प्रणालीमा आधारित। केमा अरे? योग्यता प्रणालीमा आधारित। यता बुझिहाल्नुहुन्छ, योग्यता प्रणालीकै आधारमा। हजुरको हाम्रो पहिलो छनौट नै केका आधारमा हुन्छ? योग्यता प्रणालीका आधारमा हुन्छ। सो यो केमा आधारित छ अरे? योग्यता प्रणालीमा आधारित भन्ने। अनि हेर्नुहोस् त, वृत्ति विकास पद्धतिमा आधारित। केमा अरे? वृत्ति विकास, करियर डेभलपमेन्टको अपर्च्युनिटी हुन्छ यसमा भनेको। पेसागत उन्नयनको व्यवस्था हुन्छ है। राम्रो कुरा। हेर्नुहोस् त, निश्चित उमेर हद तोकिएको भन्ने।
निश्चित उमेर हद हद म्याद भनेको लिमिट भनेको के उमेरको लिमिट है उमेर हद निर्धारण गरिएको भनौँ अहिले छ नि 35 वर्षभित्रमा जेन्ट्सहरू प्रवेश गरिसक्नुपर्ने लेडिजलाई 40 वर्षसम्म सेवामा प्रवेश गर्न पाउने त्यसै गरी हजुरको 58 वर्षपछि रिटायर हुने भन्ने छ कि छैन त्यही उमेर हद भनेको निश्चित उमेर हद निर्धारण गरिएको अर्को विषय के भनेको थियौँ पशुपालन प्रक्रियामा आधारित अथवा प्रणालीमा आधारित भन्ने हुन्छ है पशुपालन प्रक्रियामा आधारित के मारे पशुपालन पदहरूको श्रृङ्खला हुन्छ त्यही पशुपालन प्रक्रियामा आधारित हुन्छ भन्ने ल अनि अर्को विषय के भन्ने भन्दा तलबी सेवा भन्छ यसलाई के सेवा रे तलबी सेवा वेतनभोगी सेवा पनि भन्छ भेटाउनुहुन्छ त्यस्तो शब्द तलब लिएर सेवा गर्ने भनेको है अनि अर्को विषय के भन्ने सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतु हो कि न सरकार र जनतालाई जोड्ने सम्बन्ध सेतु अनि के भन्ने स्थायी सरकार भनेको कि नै स्थायी सरकार अनि अर्को विषय के भन्ने सेवाको भावनाले अभिप्रेरित सेवा गर्नुपर्छ भन्ने त्यो भावनाले के हुन्छ अभिप्रेरित हुन्छ भनेको है गैर सैनिक वा दोहोरो चरित्र भन्ने त फरक हो यस्तो हेर्नुहोस् है गैर सैनिक चरित्रको सैनिक बाहेकको भनेको गैर सैनिक चरित्रको सेवा दोहोरो उत्तरदायित्व निर्वाह गर्ने हेर्नुहोस् त दोहोरो उत्तरदायित्वले निर्वाह गर्छ एउटा सरकारप्रति अथवा माथिल्लो तहप्रति उत्तरदायित्व हुनुपर्छ अनि अर्को भनेको जनताप्रति उत्तरदायी हुनुपर्छ स्थायी सरकार स्थानीय सरकार भनेको सरकारको तह भयो स्थायी सरकार भनेको सरकारमा रहिरहने भनेको के दोहोरो उत्तरदायित्व है अनि स्थायी सरकार अनि के भन्ने लिखित निर्णयमा आधारित निर्णय चाहिँ लिखित हुन्छन् भनेको है लिखित निर्णयमा आधारित अनि अर्को छ सेवा सुरक्षाको प्रत्याभूति रहेको सेवा सुरक्षा भनेको हजुरले हामीले आफूले गल्ती गरेर भने हाम्रो सेवा कसैले के गर्दैनन् पस्दिनन् भनेको है सेवा सुरक्षाको प्रत्याभूति रहेको ल हजुरले भने जस्तै सरकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने सेवा सुविधा के भने रे प्राप्त गर्ने के भन्ने व्यावसायिक व्यक्तिहरूको पेशागत समूह हेर्नुहोस् त यस्तो भन्न मिल्छ व्यावसायिक व्यक्तिहरूको के अरे पेशागत समूह अनि अर्को छ नि ट्रेड युनियनको
अधिकार भएको ट्रेड युनियन भनेको विद्यार्थी सङ्गठन विभिन्न राजनीतिक दलका सङ्गठन भए जस्तै कर्मचारीहरूको पनि सङ्गठन हुन्छ है। र राजनीतिक रूपमा तटस्थ ठिक छ त्यो भन्नुभएको रहेछ नि त। राजनीतिक रूपमा तटस्थ र प्रशासनिक रूपमा के प्रतिबद्ध व्यापक कार्यक्षेत्र भएको आदि भन्ने थप्न मिल्छ धेरै भइसक्यो। सारांश सरन्तहरू आचरण र अनुशासनमा आधारित भन्न मिल्छ ल। एकचोटि सोधेको छ क्वेसन ल सार्ने अब। सक्यो सर्किवार भन्नुभएको छ ल। नोट क्वेसन सफलताको क्याप्सुलमा छन्, ध्यान दिने। भोलि बुक लिएर आउने एउटा विषय घोक्न दिन्छु। यहाँ दुईवटा विषय घोक्नुपर्ने छ, हाम्रो आचरण र सजाय चाहिँ घोक्नुपर्छ। मैले लेखाइदिनुवाला छैन, कानुनमा जे छ त्यही घोक्ने। बुकमा भएको मैले जानेको छु, मैले जानेर भन्दा के सरा रास सदा कनी अस्पर पर्ने सया अस्याचे भन्ने छ। सरले जानेका छन्, सरले जानेर हामीलाई काम छैन, हामीले आफै जान्नुपर्छ, नभए मेरो काम छैन भन्ने कुरा बुझ्न पर्यो है। त्यसर्थ ध्यान दिने। यो विशेषता धेरैचोटि सोधेको छ, ल्याइदिनु न। यति सबै त चाहिँदैन, तर यति त जान्ने कमन हो। ल आज यति गरौँ। क्वेसन चाहिँ सफलताको क्याप्सुलमा छन् है। बाँकी भोलि। थ्याङ्क यू, शुभरात्रि।